हेलो एभ्रिवान म चाहिँ सुत्केरी नेपाली भाषामा भन्नुपर्दा म चाहिँ अहिले 7 विक पोस्टपार्टम छु हैन। अहिले चाहिँ भर्खर मलाई अलिक बेटर फिल भइरहेछ। मेरो चाहिँ नर्मलै डेलिभरी भएको र पनि मलाई चाहिँ डिफ्रेन्ट टाइप अफ कम्प्लिकेसन्सहरू आइरह्यो अनि कम्प्लिकेसन प्लस मेरो सुचर भएको ठाउँमा चाहिँ इडिममा पनि भएको थियो। त्यसले गर्दा चाहिँ मलाई चाहिँ अलिकति रिकभर हुन नर्मल डेलिभरी भयो भने धेरै टाइम लाग्यो भनौँ हैन। यति समयसम्म त ठिक भइसक्नु पर्यो तन्दुरुस्त भएर हिँडिरहनु पनि अहिले त अलिक बेटरै छु र पनि हैन। अनि आज चाहिँ म यो भिडियो किन बनाउँदैछु भने मलाई चाहिँ एज अ पोस्टपार्टममा मेरो चाहिँ लेबर डेलिभरी टाइममा चाहिँ नर्मल कम्प्लिकेसन एज अ भजाइनल डेलिभरी गर्दाखेरि लाइक टियर हुने हैन। मेरो चाहिँ सेकेन्ड डिग्री टियर भएको थियो प्लस एपिजोटमी गर्दाखेरि चाहिँ 2टा थियो घाउ चाहिँ। त्यसमा सुचरहरू भइहाल्यो त्यो एउटा कम्प्लिकेसन, हेमोरेज भएको थियो त्यो अर्को कम्प्लिकेसन हैन। त्यो कमन कम्प्लिकेसन सँगसँगै मलाई चाहिँ एउटा एकदम अनौठो खाले कम्प्लिकेसन पनि रियर कम्प्लिकेसन देखेको थियो हैन। अनि त्यसको बारेमा चाहिँ कुरा गर्दैछु कि सबैको लागि इन्फर्मेसन पनि होस् भनेर हैन। हामी अब विदेश बस्ने मान्छेहरूलाई त थाहा छँदैछ हामी म्याक्सिममहरूले एपिड्युरल युज गरेर हुन्छ। इट्स योर चोइस टु युज इट अर नट। मैले चाहिँ युज गरेको थिएँ। सो एपिड्युरल लगाइसकेपछि त अब हामीलाई त हाम्रो बडी नम हुन्छ त्यसले नै अब पेनको लागि हामी पेन थाहा नहुने हो नि त। पेन सँगसँगै हामीलाई त अरू फिलिङ पनि थाहा नहुँदो रहेछ क्या। अनि सो मैले चाहिँ एपिड्युरल लगाएँ। एपिड्युरल लगाइसकेपछि चाहिँ मलाई सेन्सेसन आएन। मेरो चाहिँ सबै घर खुल्यो लाइक 10वटै घर खुल्यो भनौँ। अनि म चाहिँ अब जब पुस गर्ने बेला भयो लिथोटोमी पोजिसनमा बसिन्छ नि त जुन बेबी लाउन सजिलो हुने पोजिसनमा बसिन्छ। त्यो बेलामा चाहिँ मैले चाहिँ आफूलाई अप्ठ्यारो पोजिसनमा राखेको थाहा पाइनछु र मेरो फेमरल नर्भ त्यो चाहिँ मैले लाइक खुम्चिएछ भनौँ न त्यो बेलामा। सो त्यो फेमरल नर्भ चाहिँ लङ टाइमसम्म लिथोटोमी पोजिसनमा बसेर त्यो धेरै बेर खुम्चेर बसेको भएर चाहिँ मेरो त्यो रिलिज हुन चाहिँ टाइम लागिरहेछ अहिले हैन। म चाहिँ त्यही भएर हस्पिटलमा जुन इमिडिएटली आफ्टर डेलिभरी चाहिँ म 3चोटि लडेँ कि आफ्नो लेगलाई चाहिँ ह्यान्डल गर्न नसकेर म थाहा नै नपाइकन ड्याङ लडिरहेको थिएँ कि 3चोटि। अनि मलाई चाहिँ डिस्चार्ज दिनै मानिरहनु भएको थिएन। मैले घरमा आएर पनि 1 मन्थ चाहिँ वकर युज गरेको। अहिले पनि हिँड्दाखेरि कतै डर लाग्छ कि म लड्छु कि भनेर म चाहिँ कुरिरहेको छु मेरो अपोइन्टमेन्टको लागि त्यो न्युरो डक्टरसँग, न्युरोलोजिस्टसँग। सो यसलाई चाहिँ मेरो चाहिँ फेमरल नर्भ नमनेस, लेफ्ट लेगको फेमरल नर्भ नमनेस भएको जसले गर्दा चाहिँ मैले चाहिँ मेरो लेग ह्यान्डल गर्न सकिरहेको थिइनँ। त्यसले गर्दा मेरो बुढालाई चाहिँ धेरै गाह्रो भएको थियो पोस्टपार्टम पिरियडमा। ऊ मात्रै थियो नि त मलाई टेक केयर गर्ने हैन। यस्तै मेरो जस्तै अरू कसैलाई पनि यस्तो रेयर्ड काइन्ड अफ पोस्टपार्टम सिम्टम्सहरू के भएको थियो थाहा पाउँ न, एकअर्काको लागि हेल्प हुन्छ हैन। भोलिको दिनमा थाहा पाइराखेको राम्रो। ओके लेट्स टक अबाउट दिस। थ्याङ्क यू, बाई बाई।